सल्यानको सदरमुकाम खलङ्गाबाट 22 किलोमिटर पश्चिम लागेपछि आँखामा ठोकिन्छ एउटा कञ्चन सपना अर्थात् कुपिण्डे ताल। पहाडका हरिया काखहरूले जतनले जोगाएको यो नीलो मोती नेपालकै 100 उत्कृष्ट गन्तव्यहरूमध्येको एक प्राकृतिक चमत्कार हो। वरिपरि घना जङ्गल भएको 69 मिटर गहिराईको कुपिण्डे तालमा रुखका पात पत्तिङ्गर कतै भेटिँदैनन्। तालको मुहान र निकास बाहिरबाट कतै देखिँदैन, तर पनि यो सधैँ भरिभराउ रहन्छ। मौसम अनुसार वर्षमा 3 पटक रङ बदल्ने यो तालको जादुमयी रूपले जो कोहीलाई मोहित बनाउँछ। 30 हेक्टरमा फैलिएको यो ताल झट्ट हेर्दा नेपालको नक्सा जस्तै देखिन्छ, जहाँ चखेवा र पानीहाँसहरू आफ्नै धुनमा रमाइरहेका हुन्छन्। तालको किनारमै रहेको कैलु बराह मन्दिरको धार्मिक शीतलता र डुङ्गा सयरको आनन्दले यहाँको यात्रालाई पूर्ण बनाउँछ। यति मात्र कहाँ हो र, सल्यानको पश्चिम क्षेत्रको बनगाड कुपिण्डे नगरपालिका प्रकृतिको खुल्ला सङ्ग्रहालय जस्तै छ। पश्चिम सुसाउँदै बग्ने भेरी नदीको नागबेली चाल, ऐतिहासिक देवस्थल मन्दिरको आध्यात्मिक गरिमा र एकान्तमा शान्त बसिरहेका मैदु पोखरीले यो क्षेत्रलाई पर्यटनको स्वर्णिम गन्तव्य बनाएका छन्।